भले दाइले मिठो चिया खुवाएर हामीलाई एकदम सेवा गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म कुर्सी ल्याइदिउँ क्या है? यस मा आई एम ब्लगिङ म्यान। व्हाट्स अप? अब भाइको पसल पनि खोल्नु पर्यो। उहाँबाट हाम्रो सर फेरि हेर्दै हुनुहुन्छ। हेलो ब्युटिफुल पिपुल, हाउ आर यु? होप यु आर डुइङ वेल गाइज। आज मेरो दिनको सुरुवात पसलबाटै, चियाबाटै, किनकि काठमाडौँमा अझै पनि जाडो छ। चिया पिउन एकदमै आवश्यक रहेको छ र यो मेरो बानी पनि हो। सायद तपाईँहरूको पनि यस्तै बानी छ होला। चिया नपी दिनको सुरुवात अलिक कमै जनाले गरिन्छ, किनकि नेपाल आएपछि जाडो नै छ। र साथीहरू, आजको दिन पनि काम लागेको छैन खासै त्यस्तो। भोलि होली छ, भोलि यसपालि मनाइन, किनकि मैले एउटा प्लान भनिसकेको छु। होली हाम्रो लागि छैन, त्यो पनि तपाईँहरू एकदम खुसीको साथ मनाउनु होला। होलीको प्लान के कस्तो हुँदैछ? भोलि होली छ, हाम्रो रमाइलो सभ्य एवं भव्य तरिकाले मनाउनु होला। कसैलाई जबरजस्ती रङ छ्याप्ने काम चाहिँ नगर्नु होला। यो पनि मेरो एउटा अनुरोध रह्यो, किनकि कसैको इच्छा हुन्छ कसैको हुँदैन। तर यो धार्मिक रूपले एकदमै महत्त्वपूर्ण चाड हो, किनकि श्रीकृष्ण भगवान र श्रीमती राधा रानीको एकदमै फेभरेट चाड पनि हो। त्यसैले सबैजनाले हर्षोल्लासका साथ मनाउन सक्नुहुनेछ। हेलो घले दाई। भले दाइले मिठो चिया खुवाएर हामीलाई एकदम सेवा गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र गाइज यार, एउटा सानो अनुरोध तपाईँहरूलाई, हामीलाई पनि यसो सपोर्ट गरिदिनु न यार। फुल भिडियो हेरिदिनुहोस्। त्यसो तपाईँहरूको टाइममा अब मोबाइल चलाउन नमिल्ने टाइममा ट्याक्टर खोलेर हाम्रो ब्लगलाई यसो वाट्सएप बढाइदिनु साथीहरू। तपाईँहरूलाई एकदम अनुरोध छ यार। बिकज मोनिटाइजेसनको लागि 4000 वाच आवर चाहिएको छ। त्यसैले तपाईँहरूको एकदम सपोर्ट चाहिएको छ साथीहरू। यो मेरो सानो अनुरोध तपाईँहरूलाई। यु क्यान हेल्प मी फर द्याट गाइज। अवश्य पनि तपाईँहरूले सहयोग गर्नुहुनेछ। यसो तपाईँहरूको टाइममा अर्को बेलामा यसो हामीलाई हेरेर साथ दिनु होला। शान्ति दिदी, गुड मर्निङ। दिदी ऊ चाहिन्छ? म कुर्सी ल्याइदिउँ क्या है? डन्डा छैन नि त दिदीले यहाँ नानीको लागि झोला किन्दै, ब्याग किन्दै हुनुहुन्छ। यहाँ क्युटी ब्याग। ल त्यो भित्रको कोसेली यहीँ राखिदिउँ क्या है दिदी? थ्याङ्क यू दिदी, थ्याङ्क यू। धेरै छ, तपाईँलाई फोहोर हुन्छ भनेर। हस्, थ्याङ्क यू दिदी। ल दिदीले बेला बेलामा मेरो पसलमा यसो सहयोग गरेर साथ दिनुहुन्छ। सपिङ गरेर, सपिङ गरिदिनु पनि ठुलो सहयोग हो, किनकि यसपालि व्यापार एकदम मन्दी अवस्थामा छ साथीहरू। धेरै सामान पनि हाल्न सकिराखिएको छैन, किनकि सामान ल्याए फ्रिज भइदिन्छ। बट एउटा व्यापारीले त्यस्तो भन्न त हुन्न। बिजनेसमा आफ्नो तर्फबाट गर्ने कुराहरू चाहिँ गर्नुपर्छ, यो तपाईँहरूलाई थाहा छ होइन? किनकि कस्टमरहरूले सामान खोज्दाखेरि दे अलवेज प्रिफर टु चुज, दे निड लट अफ भेराइटिज, इभन दे आर गोइङ टु बाई सिङ्गल पिस होइन। र गाइज, हाम्रो नवीन भाइ पनि भर्खरै आउनुभयो। हेलो नवीन भाइ, गुड मर्निङ भाइ। भर्खरै आउनुभएको भाइ? यस मा आई एम ब्लगिङ म्यान। व्हाट्स अप? अब भाइको पसल पनि खोल्नु पर्यो। उहाँबाट हाम्रो सर फेरि हेर्दै हुनुहुन्छ। हेलो भट्ट सर। ए भाइ, अनि आज जिम जानुभयो त? यस। जिम कस्तो भयो भाइ? या द्याट्स राइट म्यान। यु लभ टु हसल योरसेल्फ राइट? भाइको चाहिँ लगभग जिम गरे कति वर्ष भयो अरे? कन्टिन्यू त रेगुलरली त त्यस्तो छैन होइन।
5 इयर्स भयो होला है भाइ। त्यस भाइले चाहिँ कन्टिन्यू पनि गरिराख्नु भएको छ, धेरै ग्याप त रहन्न उहाँको, त्यही पनि गरिराख्नु भएको छ भाइले, आफ्नो बडी बनाइराख्नु भएको छ भाइ। त्यसैले सधैँ फरेभर यङ होइन भाइ? Look at my. या यु आर लुकिङ अलवेज भेरी टुडे। र गाइज फिटनेस एकदमै इम्पोर्टेन्ट छ अहिलेको अवस्थामा, किनकि खासै फिजिकल एक्सर्साइजहरू अहिले एकदम कम भइरहेको हुँदाखेरि धेरै किसिमका रोगहरू पनि लागिरहेको छ। त्यही भएर तपाईँहरू पनि टाइम मिलेसम्म आफूलाई एकदम चाहिँ मुभमेन्ट गरिराख्नुपर्छ, एक्सर्साइज गरिरहनुपर्छ। फिजिकल इम्पोर्टेन्स इज भेरी फिजिकल फिटनेस इज भेरी इम्पोर्टेन्ट। सो guys, we have to take care ourselves because हाम्रो शरीर हेल्दी नै रह्यो भने होइन सबै कुराहरू गर्न सकिन्छ। यदि आफ्नै हेल्दी भएन भने कसैलाई न हेल्प गर्न सकिन्छ, न आफूलाई पनि खुसियाली जीवन बिताउन सकिन्छ। त्यसैले एक्सर्साइज इज भेरी इम्पोर्टेन्ट, जुन कुरा तपाईँलाई पनि अवश्य थाहा छ। र अहिले धेरै जस्तो ब्लड प्रेसर, डायबिटिज, थाइरोइड यसको पनि धेरै प्रब्लमहरू आइरहेको छ। त्यसैले आफूले पनि एटलिस्ट दिनमा चाहिँ 40 मिनट चाहिँ एकदम केही न केही एक्सर्साइज गरेको राम्रो। र म पनि अब गर्थेँ, अहिले मेरो पनि अलिक ग्याप भइरहेको छ। अब फेरि गर्ने मैले प्लान गर्दैछु अहिले, किनकि बिहान उठेर हिँड्नै सकिन्न, जाडो छ एकदम। त्यही भएर पनि भोलि गर्छु भन्दा प्लान चाहिँ अलि धक्कलिरहेको छ। तपाईँहरू पनि गर्न सक्नुहुन्छ साथीहरू। र गाइज यति भन्दै आजको यो मिनी ब्लग यहीँ टुङ्गाउन चाहन्छु। फेरि अर्को ब्लगमा केही विशेष लिएर आउने कोसिस गर्नेछु। त्यतिन्जेलसम्मको लागि यहाँलाई जसले हेरेर साथ दिनुभएको छ, स्पेसली मेरो आफन्तहरूले नै हेर्नुभएको छ धेरै जस्तो, अरूसम्म अलि पुग्न सकेको छैन। र किनकि मैले त्यस्तो अलिक इन्ट्रेस्टिङ टाइपको चाहिँ कन्टेन्ट पनि बनाउन सकिरहेको छैन। बनाएपछि अवश्य पनि अब साथीहरूले पनि मन पराइदिनु हुनेछ भनेर आशा गर्न चाहन्छु। र तपाईँहरूले पनि आफूलाई एकदम क्रिएटिभ राख्नुहोस्। मेन्टली स्पेसली मेन्टली फिटनेस भेरी इम्पोर्टेन्ट है। फिजिकल हेल्थसँगै मेन्टल पनि आफूलाई एकदम खुसी राख्नुहोस्, स्ट्रेस नहुनुहोस्। स्ट्रेसले नै हामीलाई धेरै किसिमका सोचाइहरू ल्याइदिन्छ मनमा, जुनले गर्दाखेरि एकदम राम्रो नराम्रो कुराहरू खेल्छ। त्यही भएर धेरै ओभर थिङ्किङ पनि गर्नु हुँदैन साथीहरू, यो पनि तपाईँहरूलाई एकदम इम्पोर्टेन्ट कुरा हो। त्यसैले मेडिटेसन साथै कुनै कुरामा इन्भल्भ हुने माइन्डलाई चाहिँ एकदम डाइभर्ट गरेर नराम्रो कुराहरूबाट एकदम आफूलाई टाढै राखेर सकारात्मक बन्ने कोसिस गर्नुपर्दछ। त्यसैले मैले पनि यो भ्लग चाहिँ चाहे आओस्, भ्युज आओस् या नआओस्, कुनै प्रभाव नगरिकन मैले तपाईँहरूसँग जोडिने र आफूलाई एउटा थेरापी जस्तो पनि भइरहेको छ। र धेरै साथीहरूले मन पनि पराइदिनु भएको छ। अझै म धेरै साथीहरूसँग पुग्न सक्नेछु भन्ने एउटा उद्देश्य पनि राखेको छु। त्यो दिनसम्मको लागि साथीहरू हजुरहरूको साथ सपोर्ट त अवश्य नै चाहिन्छ। त्यसैले आजको ब्लगबाट म फेरि पनि साइन आउट गर्न चाहन्छु। एकदमै खुसियाली र सुखसँग बितोस्।